हेलो गाइज वेलकम ब्याक टु माई दिस न्यू भिडियो। साथीहरू आजको भिडियोमा म तपाईहरुलाई एउटा यस्तो प्लानिङ यस्तो एफिलिएट प्रोग्राम लिएर आइसकेको छु दराजको, जसबाट तपाई महिनाको 1 लाख भन्दा बढी कमाउन सक्नुहुन्छ। त्यो पनि तपाईमा निर्भर छ, तपाई कति कमाउनुहुन्छ, त्यो तपाई कति मेहनत गर्नुहुन्छ, त्यो तपाईमा निर्भर छ। अब यसमा चाहिँ हामीले के गर्नु छ, मात्र दिमागले मेहनत गर्नु छ, हातले मेहनत गर्नु छैन, मुडीमा टाढ हुनु छैन। त्यही भएर भिडियोलाई लास्टसम्म नस्किप गरिकन हेरिदिनु होला, त्यसबाट तपाई राम्ररी सम्झिने हाल्नुहुन्छ कि के गर्नु छ भनेर। अब साथीहरू सबैभन्दा पहिला हामीहरूले एउटा एफिलिएट अकाउन्ट बनाउनु पर्छ। त्यसपछि हामीले हाम्रो पासमा एउटा के हुन्छ कि टिकटक अकाउन्ट हुनु पर्यो, अथवा कुनै पनि एउटा सोशल मिडियाको जुन शेयरिङ प्लेटफर्म छ त्यो हुनु पर्यो, जसबाट तपाईहरु आफ्नो लिंकलाई शेयर गर्न सक्नुहोस्। अनि लिंक शेयर गरेर अनि त्यसबाट यसमा मेन काम के हो भने तपाईले जुन दराज एप छ, अनलाइन शपिङ एप हो एउटा, अनि त्यसबाट तपाईले के गर्नु छ कि त्यसमा धेरै प्रोडक्टहरु हुन्छ, अनि त्यो प्रोडक्टलाई तपाईले शेयर गर्नुपर्ने हुन्छ। अनि त्यो शेयर गर्नेमा तपाईले 5 देखि लिएर 15% सम्म कमिसन पाउँछ। 20% सम्म पनि कुनै-कुनैमा पाउँछ, कुनैमा 30-40% पनि दिइहाल्छ, तर मिनिमम 5% हो। जस्तै कि तपाई कुनै 5000 को प्रोडक्ट भयो, त्यस्तै एउटा 10000 को मोबाइल नै भयो, अनि त्यसलाई तपाईले आफ्नो साथीसँग अथवा सोशल मिडियामा कुनै पनि सोशल मिडिया टिकटक, फेसबुक अथवा कुनै पनि व्हाट्सएप जेमा पनि शेयर गर्नुभयो, अनि त्यसले त्यो मोबाइल तपाईको लिंकबाट किन्यो। अनि किनेपछि के हुन्छ कि तपाईलाई त्यसबाट 10% कमिसन पाउँछ। अब 10000 को मोबाइल भयो भने 10% के भयो कि 1000 रुपैयाँ तपाईको कमिसन भयो। त्यो डाइरेक्ट पैसा आउँछ तपाईको त्यो दराजको एफिलिएट प्रोग्राम हुन्छ त्यसमा। अनि जति पनि पैसा कमाएको हुन्छ त्यो 1 तारिखको तपाईको के हुन्छ कि अकाउन्टमा, त्यसमा बैंक अकाउन्ट लिंक गर्नुपर्ने हुन्छ, अनि त्यो अकाउन्टमा तपाईको डाइरेक्टली बैंकमा आइहाल्छ नेपालको। अनि के गर्ने कसरी गर्ने त्यो सबैमा कुरा बताएछु, भिडियोमा बताउँछु मोबाइलको स्क्रिनमा हेरेर। अनि कसरी गर्ने, कसरी अकाउन्ट बनाउने, कसरी पैसा कमाउने, कसरी शेयर गर्ने, त्यो सबैमा बताउँछु। त्यसभन्दा पहिला म तपाईले यो बताइदिन्छु, सबैभन्दा पहिला टिकटक अथवा कुनै पनि एउटा सोशल मिडिया शेयरिङ प्लेटफर्म तपाईसँग हुनु पर्यो, नत्र कसैले शेयर गर्न सक्नुहुन्छ। अनि तपाईले यसमा के गर्नुपर्छ, जस्तै कि टिकटकको एउटा अकाउन्ट बनाइदिनु, अनि त्यसमा तपाईले प्रत्येक दिन एउटा दुईटा प्रोडक्टको रिभ्यू गर्नु, अनि शेयर गर्नु, अनि भन्नु किन्नलाई। त्यसबाट तपाईको मानिलिनु कि भ्यूज 1000 पनि गयो, 500 पनि भ्यूज गयो मानिलिनु, अनि 500 भ्यूजमा त्यसको 1% पनि 5 जना पनि किन्यो भने, यदि तपाईको मानिलिनु मिनिमम 1000 को पनि प्रोडक्ट भयो भने त्यसको 10% कति हुन्छ, 100 रुपैयाँ। त 100 रुपैयाँ तपाईको अकाउन्टमा हुन्छ। अनि साथीहरु यस्तो 5 जना गर्यो भने 500 इजिली आइहाल्छ। यदि तपाईको 10 जना गर्यो भने 1000, अनि प्रोडक्ट महँगो प्रोडक्ट तपाई शेयर गर्नुहुन्छ, अनि त्यो पनि सेल भयो भने तपाईको कमिसन झन् बढ्दै जान्छ, अनि तपाई महिनामा 1 लाख भन्दा बढी कमाउन सक्नुहुन्छ। अब साथीहरु भिडियो मोबाइलको स्क्रिनमा त्यहाँ गएर म तपाईहरुलाई बताउनेछु के गर्नु छ, कसरी गर्नु छ। लेट्स साथीहरु म तपाईहरुले लिएर आइसकेको छु सिम्पली आफ्नो मोबाइलको स्क्रिनमा। त्यसपछि तपाईले के गर्नुपर्ने छ, तपाईलाई सबैभन्दा पहिला दराज एप डाउनलोड गरिदिनु पर्ने छ प्ले स्टोरबाट, अनि त्यसपछि त्यसलाई ओपन गर्नु छ। यति त नलाई झोल नि कसरी अब दराज एप डाउनलोड गर्न त्यो पनि बताउनु परेन। अनि साथीहरु त्यसपछि यहाँ तपाई हेर्न सक्नु भइरहेको होला, तल यहाँ जुन छ हाम्रो अकाउन्ट भनेर त्यसमा क्लिक गर्ने। अनि तपाई यदि नयाँ हुनुहुन्छ, पहिलादेखि अकाउन्ट छैन भने यहाँ हेर्न सक्नुहुन्छ साथीहरु साइन अप को अप्सन छ, त्यसमा क्लिक गरेर साइन अप गर्न सक्नुहुन्छ। जस्तै कि म क्लिक गरेर यहाँ तपाईहरुलाई धेरै अप्सन छ साइन अप गर्नलाई, त यहाँ फेसबुक के छ, गुगल छ, अनि नम्बरबाट पनि गर्न सक्नुहुन्छ। त म गरिरहेछु पहिला। अनि साथीहरु लगइन भइसकेपछि सिम्पली तपाईले यस्तो इन्टरफेस हेर्न सक्नुहुन्छ। अनि साथीहरु त्यसपछि म तपाईले जे बताउनु छु त्यसैलाई गर्नु छ। अब साथीहरु यहाँ तपाई हेर्न सक्नुहुन्छ माई एफिलिएट प्रोग्राम भनेर यहाँ अप्सन दिएको छ, यसमा तपाईहरुले सिम्पली क्लिक गर्नु छ। अनि साथीहरु यसमा जोइन गर्नको लागि सबैभन्दा पहिला आफ्नो यहाँ फर्स्ट नेम हाल्नु पर्ने हुन्छ, तपाईले हेर्न सक्नुहुन्छ। अनि यहाँ एफिलिएट को जुन फोन नम्बर हुन्छ त्यो हाल्नु पर्ने हुन्छ, यहाँ इमेल, अनि यहाँ इमेलमा भेरिफिकेसन कोड एउटा सेन्ड हुन्छ, त्यसलाई यहाँ हाल्नु पर्ने हुन्छ। म त्यो सबै पहिला हालिदिरहेछु। त्यसपछि साथीहरु त्यति हाल्दाखेरि तपाईको जुन छ यहाँ रेजिस्टर भइहाल्छ।
अनि त्यसपछि साथीहरु म बताउँदैछु के गर्नु छ यहाँ। मेरो अर्निङको टिप्स म तपाईले पहिला नै बताइसकेको छु, त्यो कमिसन बेस हो। अनि साथीहरु यसमा तपाई लाइभ हेर्नुस् कसरी कमाइन्छ भनेर। इजी छ कमाउन। जस्तै कि यहाँ एउटा इयरबड हेर्न सक्नुहुन्छ तपाई। यहाँ एउटा इयरबड छ। अनि साथीहरु यो इयरबड जुन छ यहाँ हेर्न सक्नुहुन्छ, यसको प्राइस कति रहेछ 359 रुपैयाँ मात्र। अब साथीहरु यसमा पनि तपाईले 8% कमिसन पाउँछ मात्र एउटा सेल गराएमा। 379 रुपैयाँको इयरबड कोही पनि लिइहाल्छ, यहाँ हेर्न सक्नुहुन्छ। अनि त्यसपछि साथीहरु यसमा तपाईले यहाँ हेर्न सक्नुहुन्छ इजिली 28 रुपैयाँ कमिसन दिएको छ, यहाँ हेर्न सक्नुहुन्छ। अनि साथीहरु त्यो मात्र छैन, यहाँ धेरै त्यस्तो प्रोडक्टहरु छन् जसमा तपाई धेरै कमिसन कमाउन सक्नुहुन्छ। अनि साथीहरु यहाँ तपाईले एउटा अरु यहाँ इयरबड हेरियो। आजकल इयरबड धेरै बिक्री भइरहेछन्, त्यसैले म तपाईहरुले इयरबड हेराउन खोजेको। अनि साथीहरु यहाँ तपाई जे चाहे पनि सर्च गरेर पनि गर्न सक्नुहुन्छ। जस्तै कि म यहाँ एउटा मोबाइल सर्च गरिरहेछु। अनि यो मोबाइलको जुन पेनहरु छ त्यो आयो एकछिन। यस्तो साथीहरु यहाँ एउटा पावर बैंक पनि छ, यहाँ हेर्न सक्नुहुन्छ। यसमा पनि 35 रुपैयाँ कमिसन पाउँछ, तपाईले सेल गराउनु छ मात्र। अब सेल गराउने प्रोसेस म तपाईहरुले पहिले नै बताइसकेको छु कसरी गर्नु छ। अब साथीहरु यहाँबाट मात्र नभई अब साथीहरु म आफ्नो मेन दराजमा आयो। दराजको अहिले अपडेटमा छैन। यहाँबाट जस्तै म मोबाइल फोन सर्च गरे। अब साथीहरु जस्तै कि यो मोबाइल नै 26,000 को छ। टेक्नो स्पार्क 20 प्रो प्लस हो। 16 GB इन्टरनल अनि 16 GB र्याम अनि 256 GB इन्टरनल छ यसमा। अनि बाँकी सब यसको फिचर हेर्न सक्नुहुन्छ। मलाई यसबाट केही फाइदा छैन, तपाई हेर्न सक्नुहुन्छ। अनि साथीहरु यसलाई पनि यदि तपाईले के गर्नुपर्ने छ, यसबाट पनि तपाई अर्न गर्न सक्नुहुन्छ। अब के गर्नुपर्ने छ कि यहाँ तल हेर्न सक्नु भइरहेछ। यहाँ यसमा क्लिक गर्नु छ। अनि क्लिक गरेपछि यहाँ हेर्न सक्नुहुन्छ साथीहरु यदि तपाईले यो मोबाइल एउटा सेल गराउनु भयो भने 5% कमिसन पाउनुहुन्छ। अनि साथीहरु यहाँ हेर्न सक्नु भइरहेछ। राम्ररी हेराइदिनु। यहाँ हेर्न सक्नु भइरहेछ 1349 रुपैयाँ तपाई एउटा मोबाइल सेल गराएर कमाउन सक्नुहुन्छ। यसमा तपाईले केही झन्झट हुँदैन कि पाउँछ कि पाउँदैन भनेर। तपाई सेल हुन बित्तिकै तपाईको कमिसन तपाईको एकाउन्टमा आइहाल्छ। अनि तपाईले इजिली आफ्नो नेपालको बैंक एकाउन्टमा विथड्र गर्न सक्नुहुनेछ। अब साथीहरु म अरु पनि प्रोडक्ट हेराइदिउँ। अब यहाँबाट कसरी त्यहाँ गर्नु छ भनेर एकछिन। अब यहाँ शेयर टु अर्नमा तपाईले क्लिक गर्नुपर्ने हुन्छ। यहाँ हेर्न सक्नुहुन्छ शेयर टु अर्न को अप्सन छ, यसमा क्लिक गर्ने। अनि साथीहरु यो तपाईको आइहाल्छ डाइरेक्ट त्यो एफिलिएट प्रोग्रामको जुन हुन्छ त्यसमा। अनि तपाईहरु यहाँ सिम्पली क्लिक गर्नुपर्ने हुन्छ। यहाँ अर्नको अप्सन छ त्यसमा। यहाँ तपाईहरु साथीहरु 2100 कमाउन सक्नुहुन्छ। म त्यहाँ त 1300 नै हाराइरहेको थियो, तर यहाँ 8% अहिले कमिसन भइसकेको छ। यो कमिसन घटबड हुँदै हुन्छ, कहिले बढ्छ कहिले घट्छ। त साथीहरु यहाँबाट तपाई के भनिन्छ 2159 रुपैयाँ यानी कि 2150 जति कमाउन सक्नुहुन्छ। यसमा अर्नमा क्लिक गर्ने। अनि साथीहरु 1 स्टेप टु शेयर यहाँ तल अप्सन दिएको छ, त्यसमा क्लिक गर्न सक्नुहुन्छ तपाई। यहाँ तपाई डाइरेक्ट शेयर गर्न सक्नुहुन्छ यो लिंक तपाईको फ्रेन्ड। म पहिला नै बताइसके तपाईको यदि ग्रुप हुन्छ, फेसबुक ग्रुप या व्हाट्सएप ग्रुप, टेलिग्राम, मेसेन्जरमा साथीहरु हुन्छ, इन्स्टाग्राममा धेरै फलोअर छ यदि छैन भने तापनि इन्स्टाग्रामको नयाँ एकाउन्ट बनाउनु। अनि त्यसमा प्रत्येक दिन एउटा दुईटा भिडियो अथवा पोस्ट गर्दै गर्नु। सस्तो छ महँगो छ जे छ। अनि त्यहाँबाट आफ्नो टिकटकमा पनि शेयर गर्न सक्नुहुन्छ। अनि तपाईले यहाँबाट त डाइरेक्ट 5 बाट गर्न पाइन्छ, तर टिकटकमा पनि यहाँबाट फोटो डाउनलोड मतलब स्क्रिनशट लिने। अनि यदि तपाई बेच्न चाहनुहुन्छ अथवा आफ्नो साथीलाई सजेस्ट गर्ने जहाँबाट पनि तपाई सेल गर्नुहुन्छ भने यहाँ कपी लिंक गर्ने। अनि अथवा यहाँबाट पनि डाइरेक्ट कपी लिंक गर्न सकिन्छ। कपी गर्ने अनि त्यसलाई शेयर गर्ने। अनि त्यो तपाईको साथी यदि यो लिंकबाट टच गरेर
किन्छ भने प्रोडक्ट किन्छ भने तपाईको यहाँ जुन एफिलिएटको एकाउन्ट छ त्यसमा 2160 रुपैयाँ आइहाल्छ। यस्तै मात्र यो होइन, धेरै प्रोडक्टहरू छन् जस्तै कि तपाईले अरू पनि हेराइदिउँ। जस्तै कि यही मोबाइल 40,000 को छ। यदि तपाईले यसलाई यहाँ सेयरमा क्लिक गरेर अनि के त्यहाँ एफिलिएटमा सेयर टु अर्नमा जानुभयो भने यहाँबाट तपाईले 8% कमिसन पाउनेछ। अनि साथीहरू यहाँ हेर्न सक्नुहुन्छ, तपाईहरू यहाँ यसबाट पनि यो एउटा मोबाइल सेल गराएर तपाई 2555 रुपैयाँ 3255 रुपैयाँ कमाउन सक्नुहुन्छ। यानी कि 3250 रुपैयाँ यहाँबाट इजिली कमाउन सक्नुहुन्छ एउटा मोबाइल सेल गराएर। अनि साथीहरू यस्तो धेरै प्रोडक्टहरू छन् जुन तपाईँ सबै प्रोडक्ट लगभग सबै दराजमा रहेको सबै प्रोडक्टलाई सेल गरेर कुनैमा 8% छ, कुनैमा 10% कमिसन पाउँछ, कुनैमा 5% पाउँछ। यसरी नै पाउँछ। बढी कमिसन पाउनलाई बढी महँगो प्रोडक्ट तपाईँ सेल गराउनुहुन्छ भने त्यसमा बढी कमिसन तपाईले पाउँछ। जस्तै कि यहाँ हेर्न सक्नुहुन्छ एउटा साउन्डको जुन हेडसेट छ, यसलाई तपाईँ सेल गराउनुहुन्छ भने तपाईले 383 रुपैयाँ पाउन सक्नुहुन्छ। यहाँ हेर्न सक्नुभयो 383 रुपैयाँ। यसरी नै तपाईले मुख्य काम यही छ सेल गराउने, यानी कि कमिसनमा तपाईले जति सेल गराउनुहुन्छ कुनैमा 8% कुनैमा 10% यसरी नै कमिसन पाउँछ। अब साथीहरू म तपाईले अर्को स्टेप एउटा बताइदिउँ। यहाँ फेरि तपाईले एकाउन्टमा आउनु छ अनि आफ्नो एफिलिएटमा जानु छ। यहाँबाट क्लिक गरेर माई एफिलिएट भनेर क्लिक गर्नु छ अनि जानु छ। अब तपाईँ भन्नुहुन्छ कि कतिजना किन्यो, कतिजना तपाईँको लिङ्कमा क्लिक गर्यो, त्यो कसरी थाहा पाउने भनेर। त्यो म तपाईहरूले साथीहरू बताइदिउँ। यहाँ छ रिपोर्टको अप्सन छ, यहाँ तपाईले सबै हेर्न सक्नुहुन्छ। जस्तै कि हिजो कतिजना क्लिक गर्यो तपाईँको लिङ्कलाई, हिजो कतिजना क्लिक गर्यो अनि अर्डर कतिजना गर्यो हिजो अनि कति युनिट सेल भएछ भनेर। अनि यहाँ 7 दिनको पनि हेराउँछ अनि 30 दिनको पनि हेराउँछ। अनि डिटेलमा क्लिक गर्नुहुन्छ भने अनि मेरो यहाँ केही डिटेल छैन अहिले एकजना पनि। म यो एकाउन्टबाट नयाँ मेरो एकाउन्ट बनाएर तपाईँले हेराएको। अनि यो एकाउन्टबाट के हुन्छ कि मैले एउटा पनि सेल गरेको छैन, त्यही भएर त्यसो हो। अनि साथीहरू यहाँ तपाईँको प्रत्येक यहाँ जति पनि कमाइ हुन्छ यहाँ रेभिन्यू हेराउँछ। अनि यो सालको कति कमाउनु भयो त्यो पनि हेराउँछ, कति कमिसन आयो भनेर। अनि 1 महिना पुग्न बित्तिकै तपाईहरूले प्रत्येक महिनामा निकाल्न सक्नुहुन्छ, प्रत्येक महिनाको यो गते। अनि साथीहरू यहाँ जति पनि भयो लिमिट छैन कि यति नै गर्नुपर्छ भनेर। अनि त्यति भएपछि तपाईँ गर्न सक्नुहुन्छ। अब यसमा तपाईले टु अर्नको यहाँ अप्सन हेर्न सक्नु भइरहेछ। यसमा क्लिक गरेर तपाईले आफ्नो ब्याङ्कहरू सेटअप गर्न सक्नुहुन्छ। जस्तै कि यहाँ टु अर्नमा क्लिक गरे हैन यसमा त्यो मलाई यहाँ मिस्टेक भयो। यसमा तपाईहरूले प्रोडक्टहरू हेर्न सक्नुहुन्छ, कुन मतलब कमिसन कति छ भनेर हेर्न सक्नुहुन्छ। अब साथीहरू यहाँ रिपोर्ट तपाईँ हेर्न सक्नुहुन्छ। मेरो अपडेट भयो अलिकति, यहाँ 0 रुपैयाँ आइरहेछ अनि 0 क्लिक 0 अर्डर सबै यहाँ 0 आइरहेछ। अनि यहाँ तपाईँ डिटेलमा क्लिक गरेर डिटेल पनि हेर्न सक्नुहुन्छ। सबै यो महिना कति अर्डर आयो के भयो भनेर सबै तपाईले डिटेल आउँछ, यो छैन कि आउँदैन भनेर। अब त्यसले यसमा तपाईले यदि आफ्नो ब्याङ्क सेट गर्नु छ भने ब्याङ्क अकाउन्ट यहाँ क्लिक गर्नुहुन्छ सेटिङमा। अनि यहाँ क्लिक हुन बित्तिकै तपाईले त्यहाँ क्लिक गर्नुहुन्छ। अनि तपाईले यहाँ के गर्नुपर्ने हुन्छ कि यहाँ आफ्नो फर्स्ट नेम यहाँ सबै तपाईको जे नागरिकतामा हुन्छ ओरिजिनल नै भर्नु होला। यहाँ फर्स्ट नेम यहाँ तपाईको भनिन्छ लास्ट नेम भर्नु जुन आइडीमा छ त्यही। त्यसपछि नेसनल रेजिस्ट्रेसन नम्बर भर्नु, एड्रेस अनि यहाँ फोन नम्बर, त्यसपछि इमेल अनि भेरिफाई गरेर अनि त्यसपछि सबमिट गरिदिनु। त्यसपछि तपाईको सेकेन्ड स्टेप आउँछ यहाँ ब्याङ्कको जुन छ त्यो भर्नलाई, ब्याङ्कमा जुन नाम छ त्यो नाम भर्नु। अनि त्यसपछि एड्रेस भर्नु, रेजिस्ट्रेसन नम्बर भर्नु
अनि त्यसपछि लिगल रेजिस्ट्रेसन भर्नु, ब्याङ्क एकाउन्ट टाइप भर्नु, यानि कि सबै ब्याङ्कलाई तपाईँले सेटअप गर्नुपर्ने हुन्छ आफ्नो ब्याङ्कको। यहाँ हेर्न सक्नुहुन्छ, म यतिको गर्दै गयो भने भिडियो धेरै लामो हुन्छ। त्यसपछि ट्याक्स भ्याट यसमा नो गरेर तपाईँ गर्न सक्नुहुन्छ सबमिट। अनि त्यसपछि साथीहरू यदि तपाईँले पहिलो 50 रुपियाँ कमाउनु भयो भने तपाईँको जुन एकाउन्ट यो हुन्छ यहाँ हेर्न सक्नुहुन्छ, रिभ्यूमा गइहाल्छ। अनि त्यसपछि तपाईँको सबै सेटअप यदि राम्रो भयो भने, ब्याङ्कको सबै कुरा राम्रो भयो भने तपाईँले इजिली यहाँबाट त्यसपछि तपाईँको पैसा एकाउन्टमा, तपाईँको यहाँ ब्याङ्कमा के हुन्छ कि ब्याङ्क एड भइहालिसकेपछि प्रत्येक महिनाको यो गर्दा तपाईँको अटोमेटिक पैसा तपाईँको ब्याङ्कमा गइहाल्छ, ब्याङ्क एकाउन्टमा। अनि साथीहरू अलिकति मेहनत त गर्नुपर्छ, एकदमै बसेर त केही हुनेवाला छैन। अब बाहिर गएर 8 घन्टा 10 घन्टा ड्युटी भन्दा त एउटा रुममा बसेर एकदमै राम्रो कुरा छ यो। तपाईँ चाहनुहुन्छ भने गर्न सक्नुहुन्छ, चाहनुहुन्न भने अब फेरि मिलौँला अर्को भिडियोमा नयाँ टपिकको साथमा, अर्को अर्निङको स्रोतको साथमा, अर्को केही टपिकको साथमा। त्यसैले च्यानललाई पनि सब्सक्राइब गरेर बेल आइकनलाई अन गरिदिनु होला, जसबाट मेरो सबै प्रोडक्टको के भन्छ कि सबै भिडियोको नोटिफिकेसन तपाईँहरू पाउन सक्नुहुन्छ इजिली, अनि हेरेर लाइफमा अघि बढ्न सक्नुहुन्छ। थ्याङ्क यू।